किराँतीहरूको आस्थाको केन्द्र। बालेन शाह चुनावी प्रचार प्रसारका लागि अहिले पूर्वी नेपाल प्रदेश नम्बर 1 को सुनसरी जिल्लाको बराहा क्षेत्र आसपासमा आइपुग्नु भएको छ। यो तपाईँ देख्दै हुनुहुन्छ बालेन शाहका लागि चाहिँ जनताहरू जत्तिकै प्रहरीहरूले चाहिँ उहाँलाई एउटा रेस्क्यु दिइरहेको छ। प्रहरीहरूले चाहिँ उहाँको सुरक्षाको लागि एकदमै दिलो ज्यान दिएर खटेको हामीले देख्न सक्छौँ र बालेन शाह पनि आफ्नो तीव्र गतिको हिँडाइमा चाहिँ उहाँ अगाडि बढिराख्नु भएको छ। अहिले बराहा क्षेत्र आसपासको यो क्षेत्रमा चाहिँ उहाँ जनताहरूसँग आम्ने सामने गर्दै अगाडि बढिराख्नु भएको छ र बालेन शाह चाहिँ अहिले यहाँ सप्तकोशीदेखि माथि त्रिवेणीसम्मको किराँत समुदायको एउटा मुन्दुमी स्थान त्यहाँ छ, एउटा ख्वालुङ, त्यहाँ त्यसको लागि दर्शनको लागि जाने भन्ने कुरा हामीले पत्ता पाएको छौँ। हामीले विशेष स्रोतबाट चाहिँ हामीले त्यहाँ जाँदैछ भन्ने कुरा हामीले बुझेको छौँ र अहिले बालेन शाह लगभग तल सिप त होइन, सानो डुङ्गा चढ्ने ठाउँमा चाहिँ आइसकेको अवस्था छ। अब बालेन शाह यो डुङ्गा चढेर चाहिँ यहाँबाट लगभग 8-10 मिनटको जलयात्रामा ख्वालुङ पुग्नेछ र त्यहाँ ख्वालुङको दर्शन गरेर तत्काल फेरि यता बराहा क्षेत्रतिर फर्किने कार्यक्रम पनि रहेको छ भन्ने बुझिएको छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ बालेन शाहसँग फोटो खिचाउने र बालेन शाहको हाइहाइ गर्ने जनताहरू यति धेरै भिडभाडका साथ देख्न सक्नुहुन्छ र क्यामेरामा मैले अघि पनि देखाइसकेको छु। बालेन शाहले भिडियो फोटो खिच्दाखेरि कतिजनाको त क्यामेराहरू नै यसरी हातले झड्काएर भुइँमा खसालेको पनि हामी देख्न सक्छौँ। सायद यो उहाँको नराम्रो नियतिले त होइन, तर उहाँलाई धेरै क्यामेराहरू चाहिँ फेस गर्नुपर्दाको एक किसिमको मोनोटस इरिटेट भएर हुनसक्छ उहाँले त्यसो गरेको। र अहिले यस सिपमा चाहिँ यो डुङ्गामा चाहिँ लगभग 7-8 जना मान्छे चढेर जाने एउटा टिम तयार गरिसक्नु भएको छ र उहाँसँगै अर्को डुङ्गा पनि तयार भएको हामीले देख्न सक्छौँ। तपाईँहरू अहिले प्रत्यक्ष देखिराख्नु भएको छ बालेन शाह यो पूर्वी भेगको यो जलयात्रा नेपालकै लगभग पहिलो समुद्रमा जलयात्रा यही कोशी नदीमा छ, मलाई सम्भवतः त्यही लाग्छ। तपाईँहरूले सुन्दै हुनुहुन्छ पञ्चे बाजाको धुन पनि। उहाँलाई सुस्वागत गर्नको लागि एउटा पञ्चे बाजाको चाहिँ टिम पनि चाहिँ आउनुभएको थियो। उहाँहरूले चाहिँ यस कोशी नदीमै, यो कोशी नदीको आसपासमै रहेर पञ्चे बाजाको धुनहरू पनि घन्काइराख्नु भएको छ, हामीले देख्न सक्छौँ। जलयात्राको लागि पूर्ण तयारीको साथ एउटा डुङ्गा अगाडि बढिसकेको अवस्था छ र यो डुङ्गामा बालेन्द्र शाह पनि सवार गरिरहेको हामीले देख्न सक्छौँ र यो डुङ्गा पश्चात अर्को डुङ्गा पनि उहाँहरूको टिम अर्को डुङ्गामा तयारीको साथ अगाडि बढ्ने क्रममा छँदैछ। जलयात्रा अबको लगभग 10-15 मिनट पश्चात किराँती समुदायको उद्गम स्थल, किराँत धर्मको एउटा चाहिँ उद्गम स्थल ख्वालुङ दर्शन गर्नको लागि बालेन्द्र शाह अगाडि बढ्दै हुनुहुन्छ। किराँत धर्म आफैमा एउटा अस्तित्वको खानी, एउटा चाहिँ नेपालको लागि एउटा चाहिँ इतिहास हो।